घिउ निस्किन आँट्यो घिउ तयारी डल्लो पर्दैछ नि सबै घिउ है तरकारी राख्दाखेरि गाई त्यस्तो हुन्छ है हजुरहरूले यसरी पात काटेर राखेर घिउ बालेर खान सक्नुहुन्छ सानो परिवारमा मस्त घिउ पुगिहाल्छ यो असल भैँसीको होइन भैँसीको दुध प्योर अर्ग्यानिक एकदम घिउ निस्किन्छ कुनै मिसावट हुँदैन गाइज तातो पानी हाल्ने थोरै पिल्दैन चिसो पानी पो हाल्छ त टिका हालेर एक ठाउँ पार्ने काम गर्छ जोड्ने काम गर्छ है गाइज हेर्नु होला घिउ डल्ला पर्दैछ हजुरले मै अलग हुन्छ के अलग यो कालो कालो के भन्नुहुन्छ भने चाहिँ एकदम डढेको दुध हो दुध डढेको त्यसको अलिअलि कुराउनी पनि पसेको छ तर यसले खासै के असर गर्दैन खाँदाखेरि घिउमा फोहोरमा गइहाल्छ गाइजहरू हाम्रो हेमदाङमा कुम्बा कान्छाले चाहिँ भिडियो गर्दै हुनुहुन्छ कुम्बा कान्छा भिडियो गर्दाखेरि एक्सपर्ट हुनुहुन्छ कि एकदम कुम्बा कान्छाको नाम छ पनि आउँछ के हो यहाँ के भइरहेछ यहाँ के भइरहेछ लगभग 1 महिना हुने रहेछ त अब त्यति नै डल्लो पारेर निकाल्ने हातले ट्याप ट्याप गर्दैन के गर्नु पर्दैन